सबैजनालाई हार्दिक नमस्कार छ। म आज यहाँहरूलाई अत्यन्तै महत्त्वपूर्ण भाषणका क्लिपहरू प्रस्तुत गर्न गइरहेको छु। यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। धन्यवाद। लोकतन्त्रको हिमायती भन्ने कांग्रेस एमालेले चुनाव भाड्ने होइन, हिम्मत छ भने चुनावमा भाग लिएर देखाऊ। कांग्रेस एमालेहरूलाई एउटा कुराको हेक्का रहोस्, तिमीहरूले चुनावमा भाग नलिए पनि लोकतन्त्र मर्दैन। देश र सत्ता जोगाउन नसक्ने भगौडाहरूले भ्रष्ट कालो धनको दम्ब देखाउनु पर्दैन। हिम्मत भए खुल्ला बहस गर्न आऊ। देशलाई मुक्त गराउन धरतीपुत्रहरू जन्मन्छन्। जबसम्म खड्के जस्तो अहंकारीले झोलेर गुण्डागर्दीको भरमा समाजलाई भड्काइरहन्छ, तबसम्म देशमा शान्तिको कल्पना गर्न सकिँदैन। मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्, अफवाह नफैलाउनुहोस्। प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, देशलाई एकता र साँचो कुराको खाँचो छ। हल्ला र केरे बयान दिन जान्न रे, आयोग कानुन मान्दिन रे। त्यो नरसंहार हुँदा देशको प्रधानमन्त्री को थियो? आफ्नो सत्ता टिकाउन विद्यार्थीमाथि गोली चलाउन लगाउने र अन्तिममा भाग्ने, अनि अहिले हाहु गर्ने कुन नैतिकता हो? यो देशमा जनता, संविधान र कानुन भन्दा माथि कोही पनि छैन। यस्ता अराजक तत्त्वहरूलाई चुनावबाटै पाखा लाउनु पर्छ। त्यसैले जनसमुदायहरू यस्ता अराजक, अराष्ट्रिय, अहंकारी र भ्रष्ट तत्त्वहरूलाई चुनावबाटै सामाजिक बहिष्कार गर्नुपर्छ।